भाउजू नमस्कार। बाबु नमस्ते, बस्नुहोस् न। जाडो छ, आगो फुक्नु भएको रहेछ, यतै बस्नु पर्यो। ए अङ्कल नमस्ते। नमस्ते नानी। अनि के छ, पढ्दैछौ? हजुर पढ्दैछु। धेरै पछि पो आउँ म त अङ्कल। को आएको? कस्तो ठाडो बोलेको नानी, धनकुटाबाट अङ्कल आउनुभयो। ए त्यस्तो गोरु बेचेको साइनोको अङ्कलहरू कति आउँछ नि, कति न साइनो लाएर भत्त बस्न आएका। ए आजकलको केटीहरू कस्तो रिसाउँछन् रिसाउँछ। ए अङ्कल दर्शन। दर्शन नानी, आम्मामा यत्रो ठुलो भइसक्यो? हो त च्यालिनुहोस् न। ए भइहाल्छ नि। ओए आफूले चाहिँ चिया छैन, दुनियाँलाई बाँड्छिस् तँ चियाले। यहाँले के भएको नानी, त घरमा आएको पाहुनाको चिया किन खोसेको? तिमीले पनि मलाई नसिकाऊ। मलाई राम्रोसँग थाहा छ कसलाई राम्रो गर्नुपर्छ कसलाई नराम्रो गर्नुपर्छ भनेर। नानी नरिसाउनु ल, यो यस्तै छ, हामी छौँ, नरिसाउनु ल। ए भइहाल्छ नि, यस्तै हो अहिलेको केटाकेटीहरू। अरे दिदी कहाँ जान आँट्नु भएको? म एकछिन विराटनगर पुगेर आउँछु। ए दाइ पर्खिनु त, मलाई माथि पेट्रोल खानेसम्म पुऱ्याइदिनु न। ए हुन्छ, बस्नु न। मलाई यहीँ रोकिदिनु। कति हो भाडा दाइ? त्यही 100 रुपियाँ हो, 100 रुपियाँ दिनुहोस् न। अरे गोजीमै हाल्थेँ, कहाँ पुगेछ पैसा? दाइ पैसै छैन, पैसै बोक्न बिर्सेछु। त्यसरी कहाँ हुन्छ बुनु? बिहान बिहानै आफ्नो बनी पनि भएको छैन। जसरी हुन्छ, मलाई त पैसा चाहिन्छ। त्यति हेल्प गरिदिनु न दाइ, साह्रै अगाडि परे। हुँदैन हुँदैन बुनु, जसरी हुन्छ पैसा चाहिन्छ मलाई। के भयो दादा, किन रोक्नु भएको? हेर्नु न भाइ, तल बुधबारदेखि लिएको यो बुनीसँग पैसै छैन भन्छ। कति दिनुपर्ने पैसा? म दिन्छु नि पैसा। मात्र 100 रुपियाँ हो भाडा। ए दादा भाडा? बहिनी पैसा नहुँदा कस्तो हुँदो रहेछ? अबदेखि भाडा बोकेर हिँड्नु ल। दादा मलाई माफ गरिदिनु दादा, म अलिक घमण्डले मातिएको थिएँ। मैले तपाईँलाई त्यत्रो नराम्रो सोचेँ। केही छैन बहिनी, सहन त मेरो बानी परिसके। हेर, जे भएर पनि तिमीले मलाई बुझ्न कोसिस गर्यौ, ठिकै छ। घरमा एउटा पाहुना आएकोलाई सबै भव्य तरिकाले राम्रो बोली वचनले बोल्नुपर्छ है। हुन्छ दादा।